हेलो गाइस र सर्वप्रथम त म अखिल राईको तर्फबाट तपाईँ सबैहरूलाई मेरो आन्तरिक हृदयबाट नमस्कार भन्न चाहन्छु। र आजको यहाँ हाम्रो बदामताममा तेस्रो पल्ट यसले 3 पल्ट हुन्छ गोर्खे हाट भएको र आजको गोर्खे हाटको तपाईहरुलाई यस भिडियो मार्फत म केही झलकहरु देखाउन गइरहेको छु। र यहाँ सेलरोटी अब हाम्रो पोपो भाइले किनिरहेको छ। पोपो भाइ सेलरोटी कति मन पर्छ हौ? ज्यादा मन पर्छ। यहाँ आन्टीको फेरि सेलरोटी कोदोको सेलरोटी रहेछ है। अस्ति पनि खायो होला। आज अन्त सेलरोटी किन्दा कस्तो लागिरहेको छ अब खानुको लागि सोच्दा? ए ल थ्याङ्क यू भाइलाई पनि है। र यहाँ चाहिँ सुँगुरको मासु दमादम बिक्रीपट भइरहेको छ। यहाँ सुँगुरको मासुमा एकदम भिडभाड छ। बिहानदेखिको यहाँनिर सुँगुरको मासु यहाँ धेरै अब चल्ने गर्छ। र आजको दिनमा यहाँ सुँगुरको मासु चाहिँ धेरै भिड भइरहेको छ। र सुँगुरको मासु चाहिँ 300 को रेटले चलिरहेको छ यहाँनिर। 320 रहेछ यहाँ सुँगुरको मासुको दाम। आजको यस हाम्रो गोर्खे हाटको केही झलकहरु मध्येमा यहाँ बहिनीले बिहानदेखिको मोमोहरु भैँसीको मोमोहरु बनाएर बेचिरहेको छ। र बहिनी आजको गोर्खे हाटको के तपाईले के आजको के भन्नुहुन्छ? थाक्यो भन्नुहुँदैछ। त्यसको मतलब उहाँले धेरै बेचिसक्नु भएको छ। धेरै बनाएर धेरै बेचिसक्नु भएको छ उहाँले। र यहाँनिर सधैँको झै हाम्रो प्रभाकर भाइले यहाँ दालहरूको व्यापार गरिरहनु भएको छ। प्रभाकर भाइ र आजको गोर्खे हाटमा तपाईलाई कस्तो लागिरहेको छ? एकदम राम्रो लागिरहेको छ। एकदम राम्रो। ओके। यसरी गोर्खे हाटहरू लगाएको एकदम राम्रो हो। गाउँ घरहरू अलिक उज्यालो हुन्छ हैन। मजाले यहाँनिर मोमोहरू सबै पाउनुहुन्छ, दालहरू सबै हुन्छ। थ्याङ्क यू भाइ। र यस्तै प्रकारले यहाँनिर हाम्रो आन्टीहरूले भाउजूहरूले नानाहरूले सेलरोटीहरू मजाले बनाएर बेचिरहनु भएको छ। र मैले पनि टेस्ट गरेँ, अघि टेस्ट गरेँ, एकदम मिठो लाग्यो है। र भाउजू तपाईले आजको गोर्खे हाटमा के कसो के भन्नुहुन्छ? आजको गोर्खे हाटमा रमाइलो लाग्यो, मजा आयो। आजको बिक्रीबट्टाहरू पनि राम्रोसँगले भयो है। हजुर तपाईहरु नि आउनुहोस् अझै। हुन्छ। थ्याङ्क यू भाउजू है। तपाईलाई पनि तपाईको सधैँ यसरी दोकानहरू मजाले चलिरहोस् है। एकदम कस्टमरहरूलाई पनि मिठो लागेर फेरि आएर भाउजूको खाऊँ भन्ने लागोस् है। र ठिकै छ। र यहाँ चाहिँ हाम्रो भाउजूले बिहानदेखिको भाउजूले पनि बेचेर थाकेको जस्तो छ भाउजू पनि आज। सायद थाक्नु भयो होला भाउजू, बिजीको बिजी हो। पुच्काहरू धेरै सकेछ भाउजूको, अचारहरू सकेछ एकदम राम्रो। यहाँ मोमो, सब्जीको मोमो अनि आलुदम, छोइला त्यस्तोहरू यहाँ बेचिरहेको छ। र आजको यस नयाँ आइटम गरिरहेको छ। र आजको यस आइटममा चाहिँ यहाँनिर घिउ एकदम हाम्रो यताकै लोकल घिउ, छुर्पी, दही, पनिर, यी सब हाम्रो डायरीको चिजहरू एकदम फ्रेस, डायरीको फ्रेस चिजहरू यहाँनिर हाम्रो भाइले ल्याउनु भएको छ। र भाइ आजको तपाईको यो फर्स्ट होला सायद आजको यो स्टल के कसो तपाईले अब यसो तपाईको अनुभव आजको अनुभव त म आज प्रथमचोटि यहाँनिर यो डेयरी प्रडक्ट लिएर आएको है। अनि आज त अलिक ढिलो भएर म आफ्टरनुन हालेँ हो। राम्रो नै चलिरहेको छ र मान्छेले मन पनि पराइदिनु भएको छ। किनभने यो हाम्रो लोकलै प्रडक्ट भएर चाहिँ मान्छेले निकै नै मन पराउनु भएको छ। हुन्छ, थ्याङ्क यू है हाम्रो भाइलाई पनि है। र भाइको यहाँनिर एकदम भाइलाई सघाउने हाम्रो एकदम यहाँ हाम्रो गाइसहरू। हेलो गाइस, कस्तो लागिरहेको छ आज? एकदम थ्याङ्क यू एभ्रिवान। र यस्तै प्रकारले यहाँ हाम्रो कौशिला भाउजूले एकदम उहाँको त धेरै सकेछ पनि आज। बिहान आउँदाखेरि उहाँको एकदम यहाँ भरि थियो।
ड्याम जुन थियो र आज धेरै सकेछ र उहाँको अब अलिअलि बाँचेको रहेछ यहाँनिर त्यो पनि अब अवश्य बिक्री हुन्छ अहिले एकछिन समयसम्म यो अहिले टाइम ज्यादा से ज्यादा 3 बजेको छ यो 5-6 बजीसम्म सायद सक्छ होला र भाउजू अब के भन्नुहुन्छ तपाईँहरूले आजको यस भिडियो हेर्ने दर्शकहरूलाई के भन्नु ठिकै छ होइन बिक्री भएको राम्रो हाम्रो लागि हजुर भनेपछि आज खुसी हुनुहुन्छ तपाईँ अलरेडी खुसी छ यहाँ दाजु के भन्नुहुन्छ ए होइन होइन बिक्री भइरहेको छ होइन तर मैले देखिरहेको छु यहाँ अघि बिहान ड्याममै नै थियो यहाँ ड्याममै थियो आज हेर्नुहोस् अब अहिले छैन त्यसको मतलब बिक्री त भइरहेको छ र यहाँ सकुलेन्ट प्लान्टहरू पनि यहाँ हाम्रो देवदास है देवदास सोल्टले राख्नु भएको छ एकदम रिजनेबल प्राइसमा छ यहाँनिर ज्यादा महँगो छैन 50, 60, 100हरूमै दिइहाल्दैछ यहाँनिर हो यस्तै प्रकारले तपाईँहरूलाई अब म यहाँ हाम्रो गोर्खे बजारको है सबै है देखाउन गइरहेको छु र यहाँनिर सधैँ झै यी अचारहरू छ है यहाँ खुकुरीहरू छ यहाँ किनेमा नाङ्लो कुच्चो र आज चाहिँ है यो प्लान्टहरूको है भन्नुपर्दा चाहिँ यहाँनिर सिङ्गोनियम छ एल्बो भेराइटी सिङ्गोनियम र यहाँ क्याटलिया छ यो क्याटलिया छ यहाँ अर्डिनियम छ अर्डिनियम पनि एकदम राम्रो छ र यहाँ ऱ्याबिट फन्ड पनि छ र यहाँनिर बट अफ प्याराडाइस पनि छ र यहाँनिर सकुलेन्टहरू छ सेन्चिभेरियाहरू छ स्नेक प्लान्टहरू यहाँ मोस्टेरा पनि छ र यो जग्गामा चाहिँ सधैँ तपाईँले यो क्याटलियाको उयो गर्नु सक्नुहुनेछ क्याटलियाको तपाईँलाई चाहिएको छ भने यहाँ सम्पर्क गर्नु सक्नुहुनेछ र यस्तो प्रकारले है यहाँनिर बिक्रीपट्टा मजाले भइरहेको छ सागसब्जीहरू पनि मजाले बिक्रीपट्टा भइरहेको छ एकदम रमाइलो भइरहेको छ र आजको है यो भिडियो भनौँ एउटा भ्लग भनौँ है र यतिमै म अन्त गर्न गइरहेको छु र जसले यस भिडियो हेर्नुहुन्छ तपाईँहरूलाई म बिन्ती गर्दछु कि दया गरेर सब्सक्राइब सेयर लाइक कमेन्ट्स गरिदिनु होला किनभने हरेक म यो यहाँको बदामतामको जुन गोर्खे हाट छ त्यो गोर्खे हाटको सबै भिडियोहरू चाहिँ म अपडेट गर्नेछु र मलाई फलो गरिदिनु होला भन्दै म तपाईँहरूलाई भन्न चाहन्छु र थ्याङ्क यू सो मच है जसले यस भिडियोहरू हेरिरहनु भएको छ थ्याङ्क यू सो मच